हिमाल यति नजिकै र यति राम्रो तरिकाले देखिएको छ कि हामी देख्न सक्छौँ टलटली हिमाल टल्किरहेको छ। यहाँले हेर्न सक्नुहुन्छ र यो हिमाल चाहिँ धौलागिरी हिमाल यति नजिकबाट देखिरहेको छ। त्यसै गरी यतापट्टिको भेगतिरको हिमालहरू पनि मजाले देखिन्छ, यहाँबाट देख्न सक्नुहुन्छ। र धौलागिरी हिमाल र यतापट्टिको जुन हिमालयको दृश्यहरू छ यो त एकदमै क्लियर यहाँबाट देखिएको छ। यो भ्यूहरू यहाँहरूले देख्न सक्नुहुन्छ। र यसरी यहाँ माथि मन्दिर छ। यो मन्दिरको बाटो हुँदै मालारानी मन्दिर जाने बाटो हो। यो त देवीथान मन्दिर भन्छ यहाँनिर चाहिँ यो मन्दिरलाई। र निलो आकाश, खुलेको आकाशसँगै यो प्राकृतिक मनोरम दृश्य हिमाल यसरी जुम नगर्दा पनि यहाँहरूले देख्न सक्नुहुन्छ यति क्लियरली हिमालको दृश्य देखिएको छ। साँच्चै नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश, हिमालयले भरिएको देश भनिन्छ। साँच्चै यही भएर नै होला हामी यहाँबाट यति सहज रूपले हिमालको दृश्य अवलोकन गर्न सकिरहेका छौँ। यसरी हिमाल टल्किरहेको छ, देख्न सकिन्छ। साँच्चै यही घरकै पछाडि छ कि जस्तो तरिकाले देखिएको छ, यति क्लियरली देखिएको छ। यहाँहरूले हेर्न सक्नुहुन्छ। र पक्कै पनि यो नेपालको यो प्राकृतिक भौगोलिक सम्पदाले भरिएको देश। र यो बिहानीको भिडियो यहाँहरू सबैलाई मन पर्यो होला। यहाँहरूले लाइक कमेन्ट पनि गरिदिनु होला। सँगसँगै यो भिडियोलाई धेरैभन्दा धेरै माझ पुर्याउनको लागि सेयर पनि गरिदिनु होला, किनकि यो प्रकृतिको अनुपम उपहार सहितको भिडियो यहाँहरूको बिचमा मैले पस्केको छु। यहाँहरू सबैजनालाई धन्यवाद। शुभ बिहानी, शुभ दिन।